65 मा तपाईहरु सरकारबाट निस्किएपछि तपाईका अध्यक्षले भन्नुभएको हामीले जनताको आकांक्षा पूरा गर्न नसकेकोमा दुःख व्यक्त गर्दछौं र भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँछौं। 68 फागुन 15 गते हेर्नुस् है, 68 फागुन 15 गते तपाईका अध्यक्षले फेरि के भन्नुभयो भने हामीले जनतालाई दिएका वाचा पूरा गर्नमा ढिला भएकोमा हामी क्षमा प्रार्थी छौं। सरकारमा हुँदा सरकार बाहिर हुँदा क्षमा मागे 70 जेठ 20 गते फेरि के भन्नुभयो, हामीले युद्धकालीन पीडितहरूलाई न्याय दिन नसकेकोमा क्षमा चाहन्छौं। 73 असोज 5 गते हामीले जनतालाई संविधान दिन ढिला गरेकोमा क्षमा चाहन्छौं। 79 चैत 10 गते फेरि तपाईका अध्यक्षले के भन्नुभयो, हामीले जनताको आर्थिक समस्याहरू समाधान गर्न नसकेकोमा क्षमा चाहन्छौं भन्नुभयो। बाहिर निस्किएपछि अब तपाईहरु फेरि भन्दै हुनुहुन्छ म अन्तरआत्माका साथ भन्न चाहन्छु गल्ती भएकै हो। अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौं। कति पटक भन्ने उपाध्यक्षज्यू, किन नभने कति पटक क्षमा माग्नुहुन्छ? किन नमागे? भएको बेलामा अवसर पाएको बेलामा काम गर्न नसक्ने नगर्ने, पार्टीहरूलाई अरू पार्टीहरूलाई मिलाएर राख्न नसक्ने, मन्त्रालयहरू ढंगले चलाउन नसक्ने, जनताको कुरा पनि सुनिँदो रहन्छ सिंहदरबारमा बसेर भनेर कान टालेर बस्ने अनि बाहिर निस्केपछि माफी माग्दै हिँड्ने।